नमस्कार। आजको यो भिडियोमा हामी पाठेघरको मुखको क्यान्सर र यसको रोकथामको लागि एचपीभी खोपको बारेमा जानकारी दिँदैछौ। पाठेघरको मुख अर्थात् सर्भिक्समा हुने क्यान्सरलाई पाठेघरको मुखको क्यान्सर भनिन्छ। यसको मुख्य कारण ह्युमन पेपिलोमा भाइरसको संक्रमण हो। यो भाइरसका 200 भन्दा धेरै प्रजातिहरू छन्। ती मध्ये 16 र 18 नम्बरका प्रजातिहरू सबैभन्दा खतरनाक हुन्। नेपालमा 80% क्यान्सर यी दुई प्रजातिबाट हुन्छ। हरेक वर्ष 5,70,000 महिलामा यो रोग देखिन्छ र 3,11,000 महिलाको मृत्यु हुन्छ। सन् 2030 सम्म यो संख्या झन बढ्ने अनुमान गरिएको छ। महिलाहरूमा यो चौथो मुख्य क्यान्सर हो। 88% बिरामी र मृत्यु न्यून र मध्यम आय भएको देशहरूमा छन्। यो भाइरस संक्रमित व्यक्तिको यौनाङ्गको छाला, म्युकस मेम्ब्रेन र यौनाङ्गबाट निस्कने तरल पदार्थबाट सर्छ। मुख्यतः यो यौन सम्पर्कबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ। संक्रमणको सुरुमा अवस्थामा कुनै लक्षण देखिँदैन। यदि 20 वर्षसम्म संक्रमण रह्यो भने क्यान्सर हुन सक्छ। मुख्य लक्षणहरू यौन सम्पर्कपछि योनिबाट रगत आउने, तल्लो पेट दुख्ने, योनिबाट गनाउने पानी बग्ने, अनियमित रूपमा रगत बग्ने, रक्त अल्पता र कमजोरी महसुस हुने। रोकथामका 3 तह। पहिलो, प्राथमिक रोकथाम 10 देखि 14 वर्षको किशोरीहरूलाई एचपीभी खोप दिने। दोस्रो, स्क्रिनिङ, हरेक महिलाले नियमित रूपमा पाठेघरको मुखको परीक्षण गराउने। तेस्रो, उपचार, क्यान्सर भएको महिलाहरूको समयमै उपचार गर्ने। नेपालमा एचपीभी खोप अभियान 2081 माघ फागुनमा देशव्यापी रूपमा खोप अभियान सञ्चालन भयो। कक्षा 6 देखि 10 सम्मका छात्राहरू र विद्यालय नजाने 10 देखि 14 वर्षका किशोरीहरूलाई खोप दिइयो। विश्व स्वास्थ्य संगठनले सन् 2030 सम्ममा 90% लक्ष्य राखेको छन्। 90% किशोरीहरूलाई खोप, 90% महिलाहरूलाई स्क्रिनिङ, 90% बिरामीहरूको उपचार। नेपाल सरकारले यो लक्ष्य हासिल गर्न प्रतिबद्ध छ। एचपीभी खोप सिकोलिन, यो खोपले एचपीभी प्रजाति र 16 र 18बाट हुने संक्रमणबाट सुरक्षा गर्छ। यो 98 देखि 100% सम्म प्रभावकारी छ। नयाँ अध्ययन अनुसार अब एक मात्रा लगाउनु पर्छ। विगतमा एक मात्रा लगाइसकेहरूले फेरि लगाउनु पर्दैन। खोप 2082 को लक्षित समूह। यस वर्ष खोप लगाउनेहरू हाल कक्षा 6 मा पढ्ने छात्राहरू, गत वर्ष छुटेका कक्षा 7 देखि 10 का छात्राहरू, विद्यालय नजाने 10 वर्षका किशोरीहरू, गत वर्ष छुटेका 11 देखि 14 वर्षका किशोरीहरू। स्वास्थ्य कर्मीको भूमिका, खोपको पर्याप्त आपूर्ति र भण्डारण, खोप केन्द्रको व्यवस्थापन, सुरक्षित रूपमा खोप दिने, खोप पश्चात परामर्श दिने, अभिलेख र प्रतिवेदन तयार गर्ने, समुदायमा जनचेतना फैलाउने। अभिभावकको भूमिका, खोपको महत्त्व बुझ्ने र छोरीलाई बुझाउने, छोरीलाई खोप केन्द्रमा लैजाने, खोप कार्ड सुरक्षित राख्ने, स्वास्थ्य कर्मीसँग जिज्ञासा सोध्ने, अन्य अभिभावकहरूलाई जानकारी दिने। विद्यालयको भूमिका, विद्यार्थी र अभिभावकलाई जानकारी दिने, विद्यार्थीहरूलाई उत्प्रेरित गर्ने, खोप केन्द्रसँग समन्वयन गर्ने, सकारात्मक वातावरण बनाउने, सूचना प्रवाह सुनिश्चित गर्ने। पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिने रोग हो। समयमै खोप लगाउनु, नियमित स्क्रिनिङ गराउनु र आवश्यक परे उपचार गर्नु महत्त्वपूर्ण छ। आफ्नो छोरी, दिदी, बहिनी र समुदायका किशोरीहरूलाई खोप लगाउन प्रोत्साहित गरौ। यो भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद।